गुराँस फुलेको हेर्न आएको पाथिभरा भनेर आइन्छ धेरै जसो चाहिँ भगवती पाथिभरा भनेर। तर त्योभन्दा पनि विशेष गरेर चाहिँ हाम्रो यहाँ धेरै जातको गुराँस हुनाले गर्दाखेरि चाहिँ हामी गुराँसको लागि चाहिँ एकदम मान्यता हामी तिनजुरे मिल्के भनेर चाहिँ चिनिन्छ यहाँ। हामी नयाँ बाटो जाँदैछौँ होइन गुरु? हो अब यहाँबाट जाने हो, गएर चट्ट खाने हो अनि झर्ने हो। Oscar biscuit. Eva. I don't. Kai baba चाहिँ सबै भन्दा राम्रो हेर्नु त बाबा। कमलङ पाठ बिहान बिहान हामी बस्छ एउटा बेलुका। ए पूजा पाठ पनि हुन्छ? हुन्छ। अब सबभन्दा मेरो अघि राम्रो हो त मेरो नयाँ वर्षको शुभकामना भान्जी। अब जान मानेनौ, राम्रो पढ। हामी चाहिँ रमाइलोमा हिँड्यौँ है। ल ल छेमा ल ल लकी आऊ। ल ल गयौँ है, छेमा बस्नु ल। ल होइन खोइ लक्की चाहिँ तिनजुरे मिल्के गुराँसको राजधानी। टेम्केमयम जाने टोली। शुभ यात्रा भनौँ होला नि त। अब बाटो नमिल्ने रहेछ। अब हामी उकालो लाग्छौँ। नयाँ टोली। बाई बाई, शुभ यात्रा। ह्याप्पी न्यू इयर 2082। के छ खबर? मेरो एकदम रमाइलो छ। Kai baba
दमारमा चिया खाजापछि चानुवाको बाटो भएर हाम्रो यात्रा मुडेतर्फ अगाडि बढ्दैछ। मुडे पुग्न अब लगभग 2 किलोमिटर जति बाँकी होला। गाडी लागेर कमला निकै सिकिस्त भइरहेको छ, त्यसैले एकछिन यहाँ विश्राम गर्दैछौँ। गाउँको नाम त थाहा भएन, तर मुडे पुग्नुभन्दा अलिकति तलतिर। अब मुडे पुग्नलाई लगभग 2 किलोमिटर जति बाँकी होला। यो दृश्य धर्मदेवी नगरपालिकाको मुडे बजार हो। दिनजुरे आइपुगियो। अब अलिकति मात्रै बाँकी छ। हेलो अनि के लाउनु मिल्दैन? यति बेला हामी पाथिभराको प्रवेशद्वारमा आइपुगेका छौँ। आज 1 गते भएकोले होला निकै भिडभाड छ। हामी चाहिँ यहाँ गाडी पार्किङ गर्ने ठाउँ नभएकोले पर डाँडामा गाडी बिसाएर अर्कै बाटो भएर चाहिँ आउने निर्णय गर्यौँ। हामी गुफा पोखरी चाहिँ नजाने हो। अनि कति स्याटिस्फाइङ। असिना परे। हामी पाथिभरा मन्दिरको दर्शन गर्न जान लाग्दैछौँ। खास गरी चाहिँ मन्दिरतिर चढ्ने बाटो चाहिँ परै हो। हामीले छोड्यौँ। हामी चाहिँ आज नयाँ बाटो आएको। हामी नयाँ बाटो जाँदैछौँ होइन गुरु? हो, अब यहाँबाट जाने हो, गएर चट्ट खाने हो अनि झर्ने हो। तिमी सक्दैन, ल्याऊ म बोक्छु। अहिले त अलिकति मुख उगारेको छ। भोक लागेर साह्रो पर्यो। विशेष गरेर गुफा पोखरी हुँदै आउने बाटो हो यो बाटो चाहिँ। भिरमा कति राम्रो फुलिरहेको रहेछ। अहिलेसम्मकै राम्रो देखिएको त्यही मात्रै। गुराँसको नाममा केही छैन रहेछ त। यसले
Eko gada papit na sar bika pagkito. एकछिन देऊ न त भाइ एकैचोटि एकैपटक भाइ बिस्कुट आगर ओस्कार बिस्कुट आगर न इटरीबाट यसपाल गुराँस फुलेको हेर्न आएको बल्ल बल्ल एउटा ढुङ्गा देखेर टिपियो अब यतिले तर यो कसैले चढेर बाँधेको थियो नि सबैभन्दा राम्रो हेर्नु त बाबा कति राम्रो फुलेछ यो चाहिँ सधैँ आउनुहुन्छ कि यसपालि मात्र हेर्नु कस्तो रहेछ त यो पाखी भाडा ठिकै छ आज अब भर्खरै फोटो खिच्दै वर्षमा एकचोटि हुने हो यो होइन भिडभाड अब सधैँभरि हुँदैन वर्षमा एकखेप गर्ने हो हामीले 2-3 ठाउँ गर्छौँ हामीले के छ गत सालतिरको र अहिलेको माहौल कस्तो छ अहिले त अलिक कमै हो गत साल त राम्रै भएको थियो होइन भिडभाड अब अलिक बढी नै थियो होइन अहिले चाहिँ अलिक कम हो के कारणले कारण चाहिँ हामीलाई यो कस्तो भयो भने गुराँसको कम होला पहिलेको तुलनामा अब गुराँसहरू अलिक कम छ होइन त्यही भएर आउने भक्तजनहरू पनि अलिक कम हुन्छ
गुराँसको राजधानी भनेर चिनिने तेह्रथुमको तिनजुरे नै हो। पाथिभरा भनेर आइन्छ धेरै जसो चाहिँ भगवती पाथिभरा भनेर, तर त्योभन्दा पनि विशेष गरेर चाहिँ हाम्रो यहाँ धेरै जातको गुराँस हुनाले गर्दाखेरि चाहिँ हामी गुराँसको लागि चाहिँ एकदम मान्यता हामी तिनजुरे मिल्के भनेर चाहिँ चिनिन्छ यहाँ। त्यही पनि प्रोफेसनल मान्छेलाई हो। दुई हामी कतिजना छौँ गर्न त? 3 4 5 6 7 खाने पुलाउ पुलाउ मासुसँग पो। फेरि यो नयाँ हाम्रो हड्केस हो नि, नयाँ वर्षकै लागि किनेको। यस्तो चाहिँ बस्नुपर्ने रहेछ। भाइ के छ खबर? तिम्रो त बर्थडे हो नि त आज, बर्थडे मनाएको होइन? हिजो बेलुकै केक खाइहाल्यो। यति बेला हामी सङ्खुवासभा र तेह्रथुम जिल्लाको सिमाना टुटेदेउरालीमा आइपुगेका छौँ। अबको हाम्रो यात्रा बसन्तपुरको चोलुङ पारतिरको हुनेछ। गुराँस गुराँस कहाँ गुराँस गुराँस देखाउनु। चम्लुङ पाठ बिहान बिहान हामी बस्छ एउटा बेलुका। ए पूजा पाठ पनि हुन्छ? हुन्छ, 2 दिन 3 दिनमा जानुपर्छ।
सबभन्दा मेरो अघि राम्रो हो नि त मेरो बुवा चाहिँ डम्बरले चाहिँ राम्रो भयो। खाइसकेको छैन भने एकछिन रोक्नु भन। चोलुङ पार्कबाट बिदा भयौँ हामी। पानीले पनि साह्रो पार्यो। अब चाहिँ हामी बिदा भयौँ है चोलुङ पार्क। बाई बाई, पछि आउँला। पछि एउटा कोठा त्यस्तो जाने कि उभैबाट जाने? हामी उभोबाट नजाने। सर यो कुन ठाउँ भन्छ? चित्रे। ए लगाइदिएछु है अब एउटा लाउँ यो दिन न 1 केजी 275 ले भयो राम्रो राम्रो छन् है। एक केजी बनाइदिउँ 1 केजी बनाइने। पैसा